guys, welcome to my YouTube channel. तपाईहरुको लागि एउटा मैले सरप्राइज हाम्रो ड्रीम हाउस देखाउँ भनेर एक्साइटेड थिए म अहिले भर्खर यहाँ देखाउँ खै अलि साइड अलिकति यहाँ मेरो मान्छे हेर्नुस् हाम्रो ड्रीम हाउस तपाईहरुले भन्नु ए के नाटकको यस्तो ड्रीम हाउस तर यहाँ एकदम स्पेशल छ कपी लाउने यहाँ चाहिँ भर्खर यहाँ लिपेको छ कि त्यही भएर यहाँ चाहिँ पस्नु यो चाहिँ हाम्रो ड्रिम हाउस हो कि अब पछि बिस्तारै ठुलो बिल्डिङ पनि बनाउला अहिलेको लागि यो नै काम चलो हो हाम्रो लागि अहिले नि यो चाहिँ बिल्डिङ बनाउनु यो अहिले तपाईहरुलाई थाहै छैन होला यो बिल्डिङ भन्दा पनि हाम्रो लागि कति सुकुन छ यो भनेको राईहरूको 3 चुले यो अनि अहिले त जे चिज पनि महँगो कि यो के लेखेको छ यहाँ माथि तपाईहरुले देख्न सक्नुहुन्छ प्लिज साइट हाम्रो गाउँहरू यो चाहिँ जामा छाङछाङ भाउजूहरुको यतै रोसर चाहिँ छाङछाङ भाउजूले हामी चाहिँ अब मलसन लागेको कसको बोरा हाम्रो हो यो मल उसर्नु पर्ने हे भगवान मल सर्दा सर्दा दिमाग खराब हो टमाटरको लागि मल सर्नु पर्ने साथीहरु यो बोरामा ओए अनि केले खै चापारहरुले यो देउको बाख्राहरु छ यहाँ खन्नु पर्ने गाह्रो छ गाउँघरमा गरी खान गाह्रो छ शान मल के अरे कहिले ढुक्काको यो मल चाहिँ हामी टमाटर रोप्न लाग्यो टमाटर हुने यो कटो कटो भएको एकछिनमा तपाईँहरूलाई हाम्रो टमाटरको म त रुन मर सक्दैन यो फेरि कति धेरै साह्रो क्या शाने तेरिका गोलहाडीबाट त अस्तिको ब्याचहरुलाई एक विषय लागेर त्यो भएको तर गोलहाडीकोहरुलाई त के भन्छ पास गर्न गाह्रै हो मेरो विषय लागेको हुन्छ हौ सरहरुले त्यत्रो मेहनत गर्छ खोइ बिराट मैले त गरेछु है त्यो छैन साच्चै मैले त अहिले गोलहाडीमा राम्रै रेकर्ड राखिरहेको साच्चै भनेको मैले हैन सबै अहिलेदेखि 6 देखि हैन अनुशासनको पुरस्कार 10 सबै पाएँ साच्चै भनेको त्यो छात्र हाम्रो बहिनीको गफ चाहिँ हो के हो अनुशासनको उयो साच्चै छात्रवृत्ति मैले हैन 6 देखि हाम्रो दाइले अहिले भर्खर भन्नुभएको इक्जाम दिनु जाँदाखेरि चाहिँ रक्सी खाएर जानुपर्छ र आँटिँदैन दाइको कुरा पनि एकदम रमाइलो नै लाग्यो अहिलेसम्म मैले छुट्टा हुँदैन साच्चै भनेको अहिलेसम्म हैन गएर छुट्दैन म साच्चै तपाईको साच्चै लागेन भने सुन्यो भने नि तपाईलाई हेर्नु न मैले जाने विषय लागेन भने त म भन्दै छु नि कुटोमा के भयो फोनको उसको दोकानमा गएर हैन आधी एप्पल भएको अरूले जुठो पारेको सौखिन दिनु अरे सेकेन्ड ह्यान्ड भए पनि हुन्छ नि तपाईको तपाईको पनि एप्पल हो र राम्रो है
अनि पास त हुन्छु नि त मैले एक्जाम लेख्ने मैले टेस्ट दिने हो नि मलाई अनि थाहा हुँदैन म कतिमा बस्छु इङ्ग्लिसबाट मलाई भन्दा अब के भन्नु अब पास चाहिँ हुनु पर्यो मैले भने अब इङ्ग्लिसबाट पर्दैन के फर्काउनु अब इङ्ग्लिसमा पास चाहिँ हुनु पर्यो भने इक्जाम अब के थाहा त्यो त अब इङ्ग्लिस हाल्यो जे होस् न तले अब म हैन साच्चै मैले यसलाई के भन्छ अहिले भन्नु आउँदैन अरे के उयो मात्र आउँछ अरे ए यो जाने नि इङ्ग्लिसमा टकिङ गर्छ तर को अरे सिस्टर मेरो बहिनी क्या अब को बहिनी क्या आइराख्छ सकिँदैन ए आस्तो खतरा टकिङ गर्छ त्यो भनेको अब परेको विकसित उनीहरू भनेको अब पहिला बच्चादेखि बोर्डिङ पढेको होला नि त अब हामी भनेको बच्चादेखि सरकारी पढाइ भन्दा पनि अलिकति उसको चाहिँ दिमाग नानै क्या त्यस्तो दिमाग खुलेको हुन्छ त अब हामी पनि यस्तो हुन्छ कि अब के भन्छ बोर्डिङ पढेको अब सरकारीमा पनि अब जान्दैन चाहिँ भन्ने होइन तर सरकारीमा प्रायः जस्तो उयो हुन्छ नि त नेपालीमा पढ्ने उयो हुन्छ नि त अब यसलाई अब के भन्छ बोर्डिङकोलाई नेपाली अलिक गाह्रो पर्छ भने सरकारीवाला अलिक गाह्रो पर्छ यता त्यो त भने गणित लोकल। नै भन्छ के मेरो चाहिँ हैन धेरै भनेको कम्प्युटर इङ्ग्लिस हैन म्याथ थियो के अलिकति म तरिका जानिँदैन कि म्याथ गर्नु गाह्रो हुन्छ हैन म्याथ पनि केही होइन हो थ्याप त्यस्तो म्याथ होला त्यो हिसाब जोड गरेर जाने भने पनि भयो जोड गरेर सबैलाई आउँछ जोड गरेर तर अहिले जोड गर्नु हुँदैन नि त अहिले त के हुन्छ फन्कीकरण हुन्छ खास गरी भनेको त त्यो यति धेरै त्यो सरलहरू के हुन्छ नि त्यो त नचाहिने नै हो आखिरमा आखिर के चाहिन्छ र भागा गुणा छैन त्यो सरल गरेर त 6 देखि नै छ 6 त के 5 अरे 1 देखि 4 देखि नै छ नगर त्यस्तो त हामीले आफै सुरु गरेर गरेको हामीलाई 20 सम्म पुग्लाउनु पर्यो अहिले त मलाई सबै हामीलाई त झन् पहिला के भन्छ यता के छ सिङ्गुलेटी पढ्दाखेरि होइन मोहन सरले गुनान्ने मेन भनेको जीवन मिस त होला नि जीवन मिस झन् जीवन मिस छैन भने गोलखाडीमा कति छ र हो अहिले त भूगोल छैन नि अहिले अर्थशास्त्र र अर्थशास्त्र निस्क्यो होइन भूगोलको खाताबाट पहिला हामीलाई सिकाउँथ्यो होइन हामीले उयो भूगोल होइन निश्चित गरी गर्नुहुन्छ हौ इङ्ग्लिस र उयो शिक्षा 9 मा शिक्षा सिकाउने हुन्थेन अहिले सिकाउने नि त अहिले इङ्ग्लिसको त सबै क्लासमा अनि अरू सर मिसहरू छैन नि इङ्ग्लिसको मिस मात्र हुनुहुन्छ शान्ति बात थियो शान्तिले उयो आलु सुन्यो आलु उसिन्दैछ अनि किन हुन्छ ग यहाँबाट अहिले फेरि हालिदिन्छु न भन्छु 400 बोरा लिएर आइज त्यो 25 केजीको मलाई उयो गरेर आइसक्यो उनीहरूले पानीपुरी बनाइस् बना कुखुरा लास्टै हल्ला गर्छ यतिका यसको रेसिपी हेर्नुहोस् तपाईँहरू छक्क परेर पनि पक्का बनाउँछ यो के गरेको यो आलु चिप्स बनाउँछ शान्तिले बनाएको यो पाताल उयो गरेर काटेर होइन अनि के भन्छ नुन पानीमा भिजाउने त्यस पछाडि के भन्छ अनि सुक्खा कपडामा उयो गर्ने एकछिन अनि त्यसको पानी उयो भएपछि उयो गर्ने कहाँ उसिन्छ त आफै आएर उसिन्छ बनाउँछ गरे खोइ यसरी यस्तो पाराले त पापड यसरी पाराले त पापड पनि के खुवाउँछ शान्तिले दिदीले चाहिँ के भन्छ यो पापड के भन्छ आलु चिप्स बनाउँछ गरे उसिनेर बर्बाद गरेछ बर्बाद बनाएछ बर्बाद अहिले चाहिँ हुन्छ किन भनिनुहोस् भन्छ छोरी मैले भन्नु ए आफै मर्नु गर्छ आफै बनाइसके सुर ए एउटाले उसको दिदीको सपोर्ट गरेको भने काम त भएन खै म पनि लाग्नु म पनि अब खाएर टेस्ट गर्ने थियो अलिअलि भएछ अहिले धेरै उयो गर्नु भने खानु पनि दिँदैन अब एकछिनपछि बनिसकेपछि म तपाईँहरूलाई पनि देखाउनु साथीहरू हिजो मेरो दिदी आएर मलाई के ल्याइदियो त यस्तो स्पेसल भनेर भन्न चाहन्छु के ल्याइदियो सोधेको थियो मैले साइड तिम्रो सिक्री नै ल्याइदिन्छु होला भनेको ए तर सोड्यो यस्तो हेर्नुहोस् त्यो युज गरिसकेर
म के गरौँ रुम कि हाँसु मलाई खोइ सोधेको के ल्याइदिउँ बहिनी भन्दा तँलाई ल्याइदियो त पानीपुरी त आफै खाएर हजुर सान्तीले पानीपुरी पनि लिएर आयो कि तर भने यत्रो बोका लिएर आएछ अनि त्यो चाहिँ अरे बाछीले मात्र खाओस् भनेर ल्याइदिएको अरे हाम्रो के मुख छैन हामी के मान्छे होइन हामी के बाँसको टुटा हो डाइलेक्ट त भन्नु न अब ए आहा भात